यो ग्राभिटेसन भने वास्तवमा भन्नुपर्ने भन्दा माया हो के माया। यदि तपाईले कसैलाई माया गर्नुहुन्छ भने उसको नजिक जान खोज्नुहुन्छ नि हो ठुलो ठुलो जस्तो बुबा र आमाको माया, सन र अर्थको माया चाहिँ ग्राभिटेसन हो है। अट्र्याक्सन हो नि त, लभ पनि फोर्स अफ अट्र्याक्सन हो कि हैन हो। गुड मर्निङ एभ्रीबडी, म चाहिँ साइन्स टिचर हो, क्लास 10 सम्म पढाउँछु र मेरो एक्सपिरियन्स चाहिँ अराउन्ड 4 इयर्स छ। हुन्छ एउटा कुरा लेख्छु है त, आज कति गते? आज 29 गते है। एसई आउन कति बाँकी छ? आज सहित गरेर 20 दिन बाँकी छ है। 20 दिनमा तपाईहरुले साइन्सलाई कति दिनुहुन्छ त्यो आफ्नो इच्छा, आफ्नो तरिका हो। अब चाहिँ भने पढ्न पर्यो है। अब पनि तपाईले पढ्नु भएन भने चाहिँ एसई मा चाहिँ खासै राम्रो गर्नुहुन्न है। सधैँ चिट जोड्न पाइन्छ भन्ने छैन, सधैँ सार्न पाइन्छ भन्ने छैन। अबको भनेको एकदमै रुटिन मिलाएर तपाईहरुले पढ्नुपर्ने हुन्छ। म चाहिँ तपाईहरुको एज अ गाइडको रूपमा म तपाईलाई हेल्प गर्छु। अरूहरूले के गर्छन्, युट्युबमा भिडियो हाल्छन् भ्युज बढाउन। मलाई भ्युज चाहिँदैन। मबाट मेरा स्टुडेन्टहरूले मैले लिएका ज्ञान बुझ्न सकुन्, अरूले पढाउँछन्। म चाहिँ कसरी पढ्ने त, कसरी दिमागमा छिराउने त, यो साइन्स जस्तो निकै गाह्रो सब्जेक्ट कसरी चाहिँ दिमागलाई सजिलो बनाएर खान्छ नि दिमागले पनि खुवाउने काम चाहिँ मेरो हो है त। आज हामी के पढ्छौं? धेरै गाह्रो टपिक पनि पढ्दैनौं, धेरै सजिलो पनि होइन। टपिक रहेको छ, एकछिन पर्खनु है, म मेट्छु यो। फोर्स एन्ड मोसन। फोर्स भनेको बल, कति बलियो छ। मोसन भनेको हल्लिने अथवा गति हैन, जे पनि मुभ भइरहेछ नि त्यो भनेको मोसन हो है। ल जाऊ हामी टपिक फोर्स एन्ड मोसनमा। ल जाऊ हामी अब फोर्स र मोसनको दुनियाँमा। कस्तो लाग्छ? कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। हस् त अब हामी हतार नगरिकन, भन्नाले हतार गरिकन, ढिलो नगरिकन त्यो टपिकमा लाग्छौं है त। ओके, मेन्टली सेटअप गर्नु कि आज हामी 20 देखि 30 मिनट पढ्छौं। एकचोटि पढेपछि जीवनभरको लागि पढ्ने। ल रेडी हुनुहोस् है त। कोसिस गरिरहेको छु। ओसिस बुकको चाहिँ तपाईको पेज नम्बर 169 देखि फोर्स एन्ड मोसन छ। एक पेज हामी पछि पढ्छौं है त। अब पढ्नुभन्दा अगाडि तपाईहरुले यहाँ लेखिएको यो की टर्म्स एन्ड टर्मिनोलोजिज, यो चाहिँ तपाईहरुलाई एकदमै महत्त्वपूर्ण हुन्छ है। यदि यसको मिनिङहरु बुझ्नु भएन भने हैन तपाईलाई धेरै गाह्रो हुन्छ। त्यही भएर यो भिडियो हेर्नुभन्दा अगाडि पहिला सुरुमा की टर्म्स एन्ड टर्मिनोलोजिजहरु पढ्नु होला है त। त्यो जिम्मा चाहिँ मैले तपाईलाई नै दिए, हरेक बुकमा त्यही हुन्छ। ल अब हामी जाउँ सिधै कता जाउँ भने ग्राभिटेसन भन्ने कुरामा जाउँ है। ग्राभिटेसन भन्ने बित्तिकै तपाईहरुले सुन्नु भएको छ होला, ग्राभिटी भन्ने त सुन्नु भएको छ नि हैन। त्यही ग्राभिटीलाई हामीले अर्को भाषामा ग्राभिटेसन भनेको हो है। अब ग्राभिटी कहाँनिर सुन्नु भएको छ भने प्लानेटहरु एकदेखि अर्कासँग अट्र्याक्ट हुन्छन्, आकर्षित हुन्छन्। के कारणले? ग्राभिटीको कारणले, अथवा स्याउ खस्छ रुखबाट ग्राभिटीको कारणले भन्ने सुन्नु भएको छ होला है। ल यही कुरा हो। म अब यो डेफिनेसन टक्क लाएर पढिदिन्छु। आँखा चिम्म गरेर हुन्छ अथवा एकदम ध्यान दिएर तपाईले सुन्नु पर्यो है। ग्राभिटेसन इज द फोर्स अफ अट्र्याक्सन। यो के हो? एउटा फोर्स हो। के को? आकर्षण गर्ने, नजिक लिएर आउने, अट्र्याक्सन गर्ने फोर्स हो है। र यो कोसँग को बीच हुन्छ भन्दाखेरि
टु बडिज विथ देयर सर्टेन मासेज हुन्छ। कुनै एउटा बडी अर्थ लिउँ, कुनै एउटा बडी मुन लिउँ। अर्थ र मुन बिट आकर्षण भएको भएर पो त उनीहरू नजिक बसिरहेछन्, एक आपसमा घुमिरहेछन् नि त होइन। जस्तो मुन र सन जे लिए पनि हाम्रो स्पेसमा, हाम्रो युनिभर्समा हुने सबै कुरामा ग्राभिटेसन हुन्छ है। ल अब हेरौँ, सन र अर्थ बीचको ग्राभिटेसन र मुन र अर्थ बीचको ग्राभिटेसनमा कुन ठुलो होला? अवश्य सन र अर्थ। किन भन्दाखेरि सनको मास पनि ठुलो छ र मुनको मास पनि ठुलो छ हैन त। औ सरी, सानो छ, कहिले मिस्टेक हुन्छ है बोल्दाखेरि। मुन र अर्थ बीचको ग्राभिटेसन अथवा फोर्स अफ ग्राभिटेसन पनि भन्छ है यसलाई, त्यो चाहिँ सानो छ, थोरै छ। सन र अर्थको ग्राभिटेसन चाहिँ धेरै छ है। अब यो ग्राभिटेसन भएन भने के हुन्छ त भन्दाखेरि सोलर सिस्टमै हुँदैन, ग्यालेक्सी नै हुँदैन। प्रत्येक जुन चाहिँ स्पेसमा भएका हरेक अब्जेक्ट अथवा हरेक बडी, हेभनली बडिजहरू सम्पूर्ण कुरा ग्राभिटेसनको कारणले एकले अर्कालाई घुम्दै बसिरहेका छन् है त। अब यो ग्राभिटेसन सलिडमा भन्दा लिक्विडमा धेरै हुन्छ है। किन होला? लिक्विडमा मोलिक्युल्सहरू टाढा टाढा लुजली प्याक्ड हुन्छ अथवा उनीहरू चाहिँ एकदमै लुज तरिकाले बसेको हुन्छ। एक मोलिक्युलदेखि अर्को मोलिक्युल बीच डिस्टेन्स हुन्छ, त्यही भएर त फ्लेक्सिबल हुन्छ नि त हैन। जस्तो अब सलिड भनेको त के हो? एकदमै नजिक बसिहाल्छ, त्यही भएर उनीहरू सारो हुन्छन्। तर लिक्विड त तरल हुन्छ, त्यही भएर अलिकति छुने बित्तिकै हल्लिन्छ। त्यसै गरी नै ग्राभिटेसनको फोर्सले अर्थको, समुद्रको पानीलाई तान्दाखेरि पनि के आउँछ? छालहरू आउँछ के, छालहरू आउँछ। ओके, यो ग्राभिटेसन भने वास्तवमा भन्नुपर्ने भन्दा माया हो के, माया। यदि तपाईले कसैलाई माया गर्नुहुन्छ भने उसको नजिक जान खोज्नुहुन्छ नि, हो ठुलो ठुलो जस्तो बुबा र आमाको माया, सन र अर्थको माया चाहिँ ग्राभिटेसन हो है। अट्र्याक्सन हो नि त, लभ पनि फोर्स अफ अट्र्याक्सन हो कि हैन? हो। कस्तो लाग्यो त कुरा? ठिक लागे? कमेन्ट गरिदिनु होला। ठिक नलागे जान सक्नुहुन्छ। अब यो साइन्समा चाहिँ हामी के गर्छौँ? हरेक कुरालाई पढ्छौँ क्या, हरेक कुरालाई अध्ययन गर्छौँ, फर्मुला निकाल्छौँ। अब यो ग्राभिटी र ग्राभिटेसनको बारेमा चाहिँ कसले पढ्यो भने न्युटन बाजेले पढे। यदि न्युटन बाजेले नपढेको भए यत्रो दुःख हुँदैन थियो। तर उहाँले जति दुःख गर्नुभयो नि त्यसको कारणले गर्दा राम्रो कुरा, कति राम्रो कुराहरू पनि भएको छ नि हैन। सो त्यो राम्रो कुरा भनेको सोसाइटीलाई नै चेन्ज ल्याइदिएको हो क्या। साइन्स भने चाहिँ त्यस्तो चिज हो है। अब हामी पढ्छौँ न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन। न्युटनको ल सरी है, न्युटन्स युनिभर्सल भने विश्वव्यापी है। यो ल चाहिँ जता लगे पनि, जहाँ संसारको जुन कुना, ब्रह्माण्डको जुन कुनामा पनि युज हुन्छ है। युनिभर्सल ल अफ ग्राभिटेसन भन्छ। के को ल? ग्राभिटेसन। अब यो ललाई चाहिँ हामी एउटा फर्मुलामा लेख्छौँ। पहिला सुरुमै म तपाईहरुलाई ल भन्दिन, ल भन्यो भने बुझ्न सक्नुहुन्न है। ल यो फर्मुला लेख्ने बेला चाहिँ मैले अब अलिकति जुम गरेँ, त्यसको लागि मलाई अलिकति क्यामेराबाट बाहिर जानुपर्ने हुन्छ। एकछिनलाई म ब्रेक लिन्छु है। ल बोर्ड देख्नु भएको छ हैन? न्युटन्स लले चाहिँ एउटा फर्मुला दिन्छ के। त्यो फर्मुलाको के विशेषता छ भने एफ भनेको फोर्स हो, अहिलेको लागि के हो? फोर्स अफ ग्राभिटेसन इक्वल्स टु जी आउँछ है। अनि m1 m2 अपन डी स्क्वायर आउँछ है। ल यो फर्मुलाले के भनिन्छ भन्दाखेरि, यो फर्मुलाले के भन्छ भने फोर्स अफ ग्राभिटेसन चाहिँ जी भन्ने एउटा तत्त्व हुँदो रहेछ। यसलाई के भन्छ? युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भन्छौँ। यसको बारेमा हामी पछि बढ्छौँ। m1 र m2 कुनै पनि दुईटा मासलाई, एउटालाई हामी m1 मान्छौँ, एउटालाई m2 मान्छौँ।
र त्यसलाई डिभाइड केले गर्ने रहेछ, त्यो दुईटा बीचको डिस्टेन्सले डिभाइड गर्ने र त्यो डिस्टेन्स चाहिँ स्क्वायर हुनु पर्यो है। अब बुझ्नुस्, एउटा गोलो मास छ, यसको m1 हो, अर्को गोलो मास छ, यसको m2 हो हैन। अब यो सेन्टरदेखि अर्को सेन्टरसम्म डिस्टेन्स d छ भने यो दुईटा मासले एकले अर्कालाई कति फोर्सले चाहिँ तान्छन् त भन्ने कुरा यो फर्मुलाले दिन्छ। यो फर्मुला चाहिँ के हो, न्युटन्स, मैले यो माथिको मेट दिएँ है, फोर्स एन्ड मोसन, युनिभर्सल ल अफ ग्राभिटेसन लेख्न अलिक ठाउँ होइन, जीआर मात्र लेखेँ है। ल अब यो फर्मुला निक्लिन्छ कसरी भन्दाखेरि यसलाई हामी अब यो जीलाई मतलब गर्दैनौँ है, जीलाई पनि हटाइदिए, यसलाई पनि हटाइदिए है, अब यसलाई पनि हटाइदिन्छ है। अब सुरुमा के भन्छ भने न्युटन्स लले, यो साइन थाहा छ तपाईलाई, डिरेक्टली प्रोपोर्सनल है। न्युटन्स फर्स्ट लको एक्जाम्पल यसमै छ, यो तपाईले यो फर्मुला ल्याङ्ग्वेजमा लेख्न सक्नुभयो भने पास। न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन स्टेट्स दैट, यसले के भन्छ भने फोर्स अफ ग्राभिटेसन को बीच बिट्विन टू बडिज इज डिरेक्टली प्रोपोर्सनल भन्छ है, डिरेक्टली प्रोपोर्सनल टू द प्रोडक्ट अफ द मासेस m1 m2, प्रोडक्ट अफ मासेस अफ द टू बडिज भन्छ है। यो डिरेक्टली प्रोपोर्सनल भने के हो थाहा छ तपाईहरुलाई? थाहा छैन भने म भन्छु है। यो भनेको चाहिँ यो दुईटामा कुनै एउटा भ्यालु चाहिँ, यो दुईटाको प्रोडक्ट चाहिँ बढ्यो भने यता पनि बढ्छ। ओके, जस्तो यसको भ्यालु 2 छ, यसको भ्यालु 3 छ, 2 केजी 3 केजी भनौं न, 2 × 3 6 हो कि हैन। अब यहाँ हेर्नु फोर्स पनि आयो। अब मैले 2 को भ्यालुलाई, अब यो अलिकता मेटाइदिए है, यसलाई यहाँ है, म एकदम बुझाएर पढाउँछु है। यो प्राय चाहिँ बेस विक हुनेहरूलाई एकदमै सजिलो हुन्छ है। पढ्नेले त पढिहाल्छ नि, नपढ्ने पढ्न नआउनेलाई पो पढाउने हो त। ल हेर्नुहोस् है, अब फोर्स र यहाँ मैले m1 m2 लेखेँ। अब m1 को भ्यालुलाई अघि 2 लेखेको थिएँ नि, अब मैले 4 गरेँ रे। m2 को भ्यालुलाई अब मैले 7 गरेँ भने अघि भन्दा के 4 7 जा 28 हैन। अघि f को भ्यालु 2 × 3 गर्दा 6 थियो हैन। अहिले 28 भनेपछि यो m1 m2 बढायो भने f पनि बढ्छ भन्नु नै के हो, डिरेक्टली प्रोपोर्सनल हो है। अब कुरा आउँछ, अघि त हामी m1 m2 को निकालिहाल्यो। अब नेक्स्ट स्टेटमेन्ट चाहिँ के भन्छ भने यो भन्छ क्या। अब यो स्टेटमेन्ट तपाईले बुझ्न सक्नुहुन्छ, यदि 1/, छ भने यो भनेको इनडाइरेक्टली प्रोपोर्सनल हो है। साइन एउटै हो तर इनडाइरेक्टली प्रोपोर्सनल हुन्छ है। इनडाइरेक्टली प्रोपोर्सनल भनेको चाहिँ कस्तो भने जब तपाईले मुनिको भ्यालुलाई बढाउनु हुन्छ यता चाहिँ घट्छ के। ओके, जस्तो यहाँ हेर्नु त, माथि हाम्रो अहिलेको जस्तो 2 × 3 नै छ अरे हैन। मुनि तपाईको डिस्टेन्स चाहिँ उनीहरुको यो 2 केजी यो 3 केजी, डिस्टेन्स यहाँ चाहिँ 3 सेन्टिमिटर छ भने 3 को स्क्वायर भयो नि हैन। कति आयो? जिला अहिले यतिकै निकाल्दिउँ है, 6/9 आयो है। अब यो क्याल्कुलेट गर्नुपर्ने हुन्छ, आफै क्याल्कुलेट गर्नु होला, सडन एउटा भ्यालु आउँछ। तर मैले अब जब यहाँ 4 राखिदिन्छु नि हैन, 4 राख्दाखेरि त 4 स्क्वायर हुन्छ, 6 लाई 60 ले डिभाइड गर्नुपर्ने हुन्छ। यो अवश्य सानो आउँछ नि, भनेको f इज इनडाइरेक्टली प्रोपोर्सनल टु d स्क्वायर भनेको यदि मुनिको भ्यालुलाई बढाउनु भयो भने घट्छ भने है, अथवा यसलाई यदि घटाउनु भयो भने बढ्छ भने है। ल यो दुईटाबाट हाम्रो न्युटन्स ल आएको है। अब तिमीलाई तपाईले केही हेर्नै पर्दैन, एकचोटी तपाईले किताब आफै हेर्नुस्, अब तपाईलाई सायद गाह्रो लाग्दैन है। हुन्छ, यो टपिक हामीले सकाएका छौं। अब हामी जान्छौं युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भन्नेमा जान्छौं है। यो पेन सक्यो, त्यही भएर हल्का मुनि पेन खस्यो, त्यही भएर मुनि गएको है। अब यसमा आउँछ युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट है। अब यो युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भनेको चाहिँ के रहेछ त? के हो भने खासमा
युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भनेको चाहिँ खास के हो भने कुनै पनि फर्मुला आउँदाखेरि यस्तो हुन्छ क्या सुन्नु, यो त उसले दिएको स्टेटमेन्ट हो नि त, यसपछि आउँछ यो। अब यो प्रोपोर्सनालिटी कन्स्ट्यान्ट भन्छ है यसलाई। प्रोपोर्सनालिटीलाई इक्वल टुमा चेन्ज गर्न एउटा कन्स्ट्यान्ट चाहिन्छ जी। कन्स्ट्यान्ट भनेर चाहिँ त्यसको भ्यालु एउटै हुन्छ क्या, ओके। यो भ्यालु चाहिँ जी को भ्यालु चाहिँ के हो त, जी भने चाहिँ के हो निकाल्न चाहिँ यसलाई सल्भ उल्टो पाल्टो गर्नुपर्ने हुन्छ है। अब सल्भ गर्ने सायद आउँछ होला, तपाईँले एक्स को भ्यालु निकाल्नुहुन्छ नि, त्यसरी जी को भ्यालु निकाल्ने, यसलाई यता लग्ने एफ इन्टु डी स्क्वायर भयो, यता बाँकी भयो जी m1 m2 बाँकी भयो। अब एफ इन्टु डी स्क्वायरलाई उता लेख्ने, जी m1 m2 लाई यता लेख्ने है। यो जस्ट उल्टो पाल्टो मात्र गरे हो है। ल अब हामी के गर्छौं, यो m1 m2 लाई पनि उता लेखिन्छौं, यता काट्दिए मैले यता लेख्थे। यहाँ हेर्नु त हाम्रो रिलेसन के आयो, यो सबै मेटिदिए है मैले। के आयो भने जी भनेको एफ इन्टु डी स्क्वायर m1 m2। अब हामी के गर्छौं, m1 को ठाउँमा 1 केजी राख्छौं किनभने एसआई युनिट, m2 पनि त्यही राख्छौं, डी स्क्वायर को ठाउँमा पनि के राख्छौं त्यही राख्छौं है। डी स्क्वायर को ठाउँमा पनि हामी के राख्छौं 1 मिटर राख्छौं, ओके। भनेपछि के आउँछ, जी भनेको एफ इन्टु 1 स्क्वायर 1 इन्टु 1, यसको भ्यालु के आयो एफ आयो। भनेपछि जी भने यस्तो भ्यालु रहेछ। अब यसलाई मेटिदिए है मैले। जी भनेको चाहिँ यस्तो भ्यालु रहेछ जुन चाहिँ फोर्स हो, के फोर्स, फोर्स अफ ग्राभिटेसन हो हैन। अब फुल लेख्दिन है म, ह्यान्डराइटिङ यस्तै हो, के गर्ने। अब कहिले भन्दा m1 को भ्यालु 1 केजी हुँदा, m2 को भ्यालु 1 केजी हुँदा र यिनीहरु बीच डिस्टेन्स चाहिँ 1 हुँदा जी को अब डेफिनेसन घट्टै गर्नु पर्दैन। युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट इज फोर्स अफ ग्राभिटेसन व्हेन टू बडीज, दुईटा बडी जसको मास 1-1 केजी छ र जसलाई 1 मिटर डिस्टेन्समा राखिन्छ भने त्यति बेलाको फोर्स नै के हो, जी हो है। अब यो जी आएपछि अब यसको भ्यालु सर्टेन छ होला, त्यो आफै बुकमा हेर्नुस्, तपाईलाई काम दिए। अब हामी जान्छौं अर्को टपिकमा। अर्को टपिक के छ भन्दाखेरि भेरिएसन अफ ग्राभिटेसन विथ मास एन्ड डिस्टेन्स। यो चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो है। यसबाट तपाईलाई सर्ट क्वेशनहरु आउन सक्छ है। यो भनेको चाहिँ अब तपाईले फोर्स अफ ग्राभिटेसनलाई खेल्नुहुन्छ क्या, त्यो फर्मुला चाहिँ खेलाउने काम गर्नुहुन्छ है। एउटाको मास ठुलो, एउटाको डिस्टेन्स सानो, त्यसरी गर्दाखेरि के हुन्छ भन्ने कुरा खेलाउनुहुन्छ है। ल यसलाई एकछिन मैले राखे है, ओके। अब यसलाई मेट्छु ल। ल फर्स्टमा के छ भने यो एकदमै भेरी इम्पोर्टेन्ट है। यसलाई चाहिँ तपाईहरुले जसरी हुन्छ यो चाहिँ कन्टिन्यू गर्नु पर्यो। यो जहिले आउने चीज हो, मैले भन्दै पत्याउनु हुँदैन भने ओल्ड इज गोल्ड हेर्दा नि हुन्छ है। अब आउँछ यसको चाहिँ खास के हो भने रियल टपिक चाहिँ के हो भने भेरिएसन अफ ग्राभिटेसन विथ change in mass and distance हो है। अब यहीबाट थाहा हुन्छ यदि मास र डिस्टेन्सलाई चेन्ज गर्यो भने ग्राभिटेसनमा कस्तो आउँछ भनेर। अब क्वेशनले के दिन्छ भने व्हाट इज द भ्यालु अफ फोर्स अफ ग्राभिटेसन व्हेन मास बोथ मास भन्ने भयो त, बोथ मास इज डबल्ड। अब तपाईहरुले के गर्नुपर्छ भने डबल यहाँ लेख्न मिलेन, इन्टु 2 भन्दै है। यो भने चाहिँ के हो भने पहिला m1 थियो भने अब आउने नेक्स्ट पहिला m1 थियो भने m1 प्राइम चाहिँ 2m1 हुन्छ भने है। अर्को m प्राइम 2 चाहिँ यो चाहिँ नयाँ हो नि त हैन, त्यो प्राइम लेखे है। यो यसलाई प्राइम अथवा ड्याश पनि भनिन्छ। यो चाहिँ 2m2 हुन्छ है। अब यस्तो भयो नि फर्मुलामा चेन्ज के आउँछ भने अब फर्मुला त हामीलाई थाहा छ, जी दुईटै मासको मल्टिप्लिकेसन 2m1
इन्टु 2m2 किनकि यो हो नि त होइन अहिले चेन्ज भइसक्यो नि त डिस्टेन्सलाई के गरे होइन डी स्क्वायर होइन अहिले फेरि मेरो है मैले अब ल यो गर्दाखेरि अब यहाँबाट एकैचोटि यहाँ जाउँ यो 2 2 जा 4 गर्न मिल्छ 4 आयो यो जीलाई यतिकै राखिदिउँ m1 m2 डी स्क्वायर यहाँ हेर्नु त के आयो भन्दाखेरि यो नयाँमा पनि पुरानोको कुराहरू आयो क्या अब यति चिजलाई मैले ठ्याक्कै यो भने त हाम्रो अघिको फर्मुला हो कि होइन ए सरी है मैले f लाई f प्राइम गर्नुपर्छ है यो तपाईले 4 यतिलाई मैले f लेख्न सक्छु भनेपछि के रहेछ नेक्स्ट न्यू फोर्स अफ ग्रेभिटेसन विल बी 4 टाइम्स द इनिशियल फोर्स यो त सजिलो भयो तपाईलाई गाह्रो चाहिँ कहिले हुन्छ भने डिस्टेन्सको कुरा आउँदाखेरि हल्का गाह्रो हुन्छ है यतिसम्म बुझ्नु भएको छ अब हामी जाउँ क्वेशन अर्कोमा है अर्को क्वेशन कहिलेकाहीँ के आउँछ भने अब मासलाई मात्र चेन्ज गर्दैन यो मासलाई कहिलेकाहीँ बोथ मासेस पनि भन्छ इच मासेस एउटा मासलाई 2 टाइम्स पनि भनिदिन्छ होइन जस्ट तपाईहरुले ल्याङ्ग्वेज हेरेर बुझ्नु पर्यो के अब डिस्टेन्सको कुरामा व्हाट इज द फोर्स अफ ग्रेभिटेसन इफ डिस्टेन्स इज डबल्ड अथवा ट्रिपल्ड भनिन्छ है ल म अहिलेलाई मैले ट्रिपल्ड गरे यो भनेको डी प्राइम भनेको 3d हो कि हैन हो 3 टाइम्स डी ट्रिपल्ड भनेको 3टा डी हो नि त अब फोर्स के हुन्छ gm1 m2 अब डी प्राइम को सट्टा हामी 3d लेख्छौं र स्क्वायर गर्छौं यो भयो यहाँसम्म बुझ्नु भयो ल यसपछि हामी जाउँ फेरि यता जाउँ यो भने के आउँछ माथिको टर्म सेम हैन मुनि 3d स्क्वायर भने 3 स्क्वायर भने 9 हो d स्क्वायर भनेपछि अब यहाँ पनि अघिको जस्तै पुरानो फर्मुलाहरू खोज्ने के आइराछ f इक्वल्स टु 1/9 fi भनेपछि त फाइनल अब यहाँ फेरि छुटे फाइनल फोर्स will be 1/9 times f भन्ने है कन्क्लुजन पनि लेख्नु पर्यो यही कुरा हो है र यति बुझ्यो भने अब कहिले दुवै मास र डिस्टेन्स पनि चेन्ज हुन आउन सक्छ यति बुझ्यो भने तपाईले गर्न सक्नुहुन्छ भन्ने मलाई पूर्ण भरोसा छ अब हामी नेक्स्ट टपिकमा जाउँ है त के छ नेक्स्ट टपिकमा जाने हो कि आजलाई यति नै गरौँ धेरै पढेर पनि काम छैन हैन अनि अब मैले तपाईलाई नसिकाए पनि फर्मुलाले सिकाए f इक्वल्स टु gm1 m2 d स्क्वायर अब कहिले काहीँ यही फर्मुला युज गर्नलाई m1 दिएको हुन्छ m2 दिएको हुन्छ d दिएको हुन्छ जस्ट हामीले फोर्स निकाल्नु पर्ने हुन्छ अब यहाँ नदिएको भ्यालु चाहिँ यो इम्पोर्टेन्ट छ है यो पनि तपाईहरुले अन्डरलाइन गरिराख्नु यो चाहिँ आफै गर्नु हो g को भ्यालु दिदैन कहिले काहीँ यसको भ्यालु चाहिँ के हुन्छ भने 6.67 इन्टु 10⁻11 हुन्छ है अब यसको युनिट चाहिँ अब खासै याद गरे पनि भयो नगरे पनि भयो है म चाहिँ याद नगरे नै भन्छु किनभने हामीलाई खासै चाहिदैन तर कहिलेकाहीँ के सोधिन सक्छ जी को युनिट निकाल भनेर सोधिन सक्छ है ल मैले त्यो मेटिदिए त्यसलाई चाहिँ अन्डरलाइन गर्नु है जी को युनिट निकाल्ने बेला हामीलाई फर्मुला थाहा हुनु पर्यो यो फर्मुला मैले कहाँबाट निकाले हो तपाईहरुलाई देखाइसके अब यसमै हाल्नु न f को सट्टा न्यूटन d को सट्टा मिटर स्क्वायर मुनिको के हो केजी इन्टु केजी भने केजी स्क्वायर युनिट के रहेछ ल जी को युनिट निकाल्ने पनि क्वेशन आउन सक्छ है ल आजलाई भने यति पढ्यौं अब हामी अर्को पालि पढ्छौं ग्रेभिटी अघि मैले भने थिएँ नि बुबा र आमा बीचको मायालाई ग्रेभिटेसन भन्छ अब बुबा र छोरा बीचको माया अथवा अर्थका नजिक भएका सानो अब्जेक्ट बीचको फोर्स अफ एट्र्याक्सनलाई चाहिँ ग्रेभिटी भन्छ है हुन्छ आजलाई यति गरौँ क्लास कस्तो लाग्यो सजेसन दिनु होला र सपोर्ट गरिदिनु होला है सब्स्क्राइब तपाईको एउटा सब्स्क्राइबले गर्दा गाह्रो कोही हुन्छ नि त हैन हामी के गर्छौं भने एक्जाममा चिट गर्न चाहिँ साथ दिन्छौं तर यसरी भिडियो सजेस्ट गरिदिने यो पढ यसमा चाहिँ बरु गरौँ है हस् त त्यो भयो भने मलाई पनि अलिकति आनन्द आउँछ मैले पनि मेरो राम्रो कुरा गर्न सक्छु हुन्छ हस् त ह्याभ अ गुड डे बेस्ट अफ लक फर एसए थ्यांक यू बाइ बाइ